मेष राशि, सिंह राशि, धनु राशि, कुम्भ राशि र मीन राशि भएका व्यक्तिहरूले 2082 साल मङ्सिर 16 गते डिसेम्बर 2 तारिखमा भौम प्रदोष व्रत परेकाले प्रत्येक आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू बिहान उठेर नुहाई धुवाई गरिसकेपछि हातमा एउटा काँचो नरिवल लिनुहोला। त्यो काँचो नरिवलमा 10 पटकसम्म रक्षाबन्धनले बेर दिनुहोला र 10 पटकसम्म आफ्नो मनोकामना सम्झिँदै पूजा गर्ने स्थानमा गणेशको नजिकै गएर राखिदिनुहोला। त्यसपछि भौम प्रदोष व्रत बस्नुहोला र हनुमानजी महाराजको नाम संकीर्तन गर्नुहोला। भोलिपल्ट बुधबार बिहान उठेर नुहाई धुवाई गरिसकेपछि त्यो काँचो नरिवल लिएर मन्दिरमा गएर फोर्दिनुहोला आफ्नो मनोकामना सम्झिँदै। यति गर्नुभयो भने तपाईँ घर नपुग्दै तपाईँको भाग्य किस्मत चम्किसक्नेछ भने अथाह धन लाभ भइसक्नेछ। कृपया जनचेतनाको लागि भिडियोलाई धेरै सेयर गर्नुहोला। जय महाकाली, जय महालक्ष्मी, जय महा सरस्वती।